रुबी गाउँपालिका आयोजना र सेजन करुणा संस्थाको आर्थिक सहयोगमा तथा प्राविधिक सहयोगमा चाहिँ यही मिति 2082 साल कार्तिक महिना 20 र 21 गते 20 गते रुबी गाउँपालिका रुबी आधारभूत अस्पतालमा सेक्चुङमा चाहिँ दन्त सेवा सहितको मेनली चाहिँ दन्त सेवा भनौँ न, दाँत भर्ने, फुकाल्ने, अनि त्यसपछि निकाल्ने, अनि त्यसपछि भर्ने र अनि स्केलिङ भन्छ, अनि त्यसपछि सफा गर्ने हुन्छ भने अर्को चाहिँ त्यससँगै अर्थो सम्बन्धी, हार्ट जोड्ने नसा सम्बन्धीको सेवाहरू र जनरल सेवा अन्य अरू पनि सेवाहरू चाहिँ यो शिविरबाट प्रदान गरिनेछ। यो शिविर चाहिँ 2 दिनको शिविर रहेको छ। यसमा चाहिँ रुबी आधारभूत अस्पताल सेतुङ र रुबी 4 बोराङ मुक्राबदेवी माविमा चाहिँ 21 गते शुक्रबार सञ्चालन गरिने भएको हुँदा सम्पूर्ण बिरामी अथवा बिरामी आमा बुवा दादाभाइ दिदीबहिनी सम्पूर्णले चाहिँ यो सेवा लिइदिनुको लागि अनुरोध गर्न चाहन्छु। यो दन्त सेवा चाहिँ किन भन्दा रुबीमा यो पहिलोचोटि नै जस्तो लाग्छ मैले थाहा पाएअनुसार चाहिँ यसमा चाहिँ धेरै जस्तो मान्छेहरूको चाहिँ ओरल हाइजिन राम्रो भएको हुँदैन। ओरल हाइजिन समस्याको गर्दा जम्मैजनाको चाहिँ दाँतको समस्या भएको हुन्छ। यहाँको चाहिँ प्रायः जस्तो मानिसहरूको चाहिँ के हुन्छ भने दाँतमा किरा लाग्यो, केही दुख्यो भने चाहिँ फुकाल्ने समस्याहरू भइरहेको हुन्छ। त यसमा चाहिँ यो फुकाल्ने समस्या, दाँत फुकाल्नु चाहिँ समस्याको समाधान होइन कि दाँतलाई भर्ने के कारणले चाहिँ यो फोहोर गरेर कारणले चाहिँ दाँतको फोहोर बसेको कारणले चाहिँ कुहिने हुन्छ, किरा लाग्ने हुन्छ। यसलाई चाहिँ स्केलिङ गर्ने र अनि फिलिङ गर्ने कामहरू चाहिँ यही शिविरबाट चाहिँ सञ्चालन हुने हुँदा तपाईँ सम्पूर्णले फेरि पनि तपाईँहरूले सम्पूर्णलाई अनुरोध गर्न चाहन्छु, सेवा लिनुहोला। मौकाको निःशुल्क शिविर हो। यो मौकाको सदुपयोग चाहिँ सम्पूर्णले गरिदिनु न अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद।